हेलो साथीहरू नमस्ते है सबैजनालाई। अहिले भने चाहिँ हामी फेरि गुलाब बगानमा आइरहेको छु गुलाब लगाउनु भनेर हो। चन्दन र म चाहिँ तपाईँहरूलाई म देखाउँदैछु हाम्रो गुलाबको फुल हिँडेर आएको है। यहाँ हेर्नुहोस् है चन्दनले चाहिँ एकदम रेडी गरेर ल्याउँदैछ हो। अब चाहिँ हामी यहाँनिर गुलाब गाछ चाहिँ अब यहाँ लगाउनु आँटेको छौँ हो। चन्दनले उतार्दैछ अहिले। मोटामोटी हामीले कतिवटा ल्याएको चन्दन अहिले 12 पिस। मैले 12 कितना लगाउने हो 12 त कति हुन्छ हौ 19 पिस गाजा आइरहेको छ अहिले हो। त्यहाँबाट हामी चाहिँ यो गोल्डनमा लाउनु आँटेको छौँ। हामी यो सबै गोल्डन बनाएको छ जुन चाहिँ यसमा चाहिँ हामी गाछ लगाउँछौँ है साथीहरू। हेर्नुहोस् ल साथीहरू है चन्दनले अब गोबर सोबर पनि ल्याइसक्यो। अब चाहिँ हामी फेरि गाछ लगाउनु सुरु गर्न आँटेको छौँ है। अब एक टोली गोबर मल ल्याइरहेको छ हो। यहाँ त बेसी मल त हाल्नु पर्दैन किनभने अस्ति हामीले यहाँ यो माटो जुन चाहिँ छ हामीले फेरि यसलाई मजाले खनेर यो गोबर सोबर हालिसकेको छौँ हो। र पनि अलिअलि चाहिँ लगाउनै पर्छ, त्यही भएर चाहिँ गोबर लिएर आएको छौँ। हेर्नुहोस् साथीहरू यहाँ चाहिँ मल चाहिँ हामीले अस्ति हालेको र पनि गाछ लगाउनुभन्दा अगाडि चाहिँ एकपल्ट अलिअलि चाहिँ लगाउनै पर्ने हुन्छ हो। त्यही भएर चाहिँ बेसी मुनि गाडेर पनि लगाउनु हुँदैन, हल्का माथि नै लगाउनुपर्छ। जति यो यसको छ नि माटो त्यति मात्रमै लगाउनु पर्ने छ साथीहरू। हेर्नुहोस् है यसरी गर्नुपर्छ। निकाल्दाखेरि चाहिँ काट्दा पनि हुन्छ साथीहरू। अब तपाईँहरूलाई यो ब्याग काम लाग्छ भने चाहिँ अब तपाईँहरूले निकालेको राम्रो हुन्छ। अब निस्केन भने चाहिँ तपाईँले काट्नु पर्ने हुन्छ साथीहरू। यो चाहिँ निस्किन्छ जस्तो छैन, पुरा टाइट भएको छ। फुल बनाउने होइन उसले निक्लो आराम से साथीहरू। यति नै त लगाउनुपर्छ तपाईँले गाड्दाखेरि चाहिँ यति मात्रै। यहाँदेखि मुनि चाहिँ नगाड्नुहोस्, गाडेपछि तपाईँको मेन भाग चाहिँ पुगेपछि गाछलाई साह्रो पर्छ। अब यसमा चाहिँ म मल हाल्दैछु हो। यति मात्रै किनभने अस्ति हालेको छ त हामीले। यो चाहिँ खालि हल्का मलिलो जरा छिटो लागोस् भन्नुको लागि मात्रै लाग्यो यो चाहिँ ल। अन्त यो गाछ चाहिँ कुन चाहिँ कलर रहेछ साथीहरू भन्नुहोस् है कमेन्टमा तपाईँहरूले ल। अन्त तपाईँहरूको घरमा चाहिँ गुलाब छ कि छैन त्यो पनि कमेन्ट